साँधेको मस्यौरा तिहार स्पेसल मुखै रसाउने गरी आज चाहिँ म एकदमै मिठो बनाउँदैछु। तर यसमा चाहिँ एउटा इम्पोर्टेन्ट इन्ग्रिडियन्ट छुटेको छ। के छुटेको छ भन्नुहोस् है त। सुरुमा मस्यौरालाई बोइल गर्ने, त्यसपछि एउटा भाँडामा निकालेर राम्रोसँग सेलाउँछ अनि यसमा रहेको पानी चाहिँ सर्लक्क निचोर्ने। मस्यौरा चाहिँ हल्का रातो रातो हुने गरी भुट्यो भने स्वाद नै छुट्टै हुन्छ। त्यसैले गर्दा अलिकति तोरीको तेल तताएँ, त्यसपछि चाहिँ मस्यौरालाई रातो रातो हुने गरी भुट्छु है। फेरि भुट्न पनि कति सजिलो, एकछिनमा नै भुटिहाल्छ। लगभग यतिको भुटिसकेपछि एउटा मस्यौरा सान्ने भाँडामा चाहिँ टक्क खन्याउने यो सेलाउँदै गर्छ। चाम्चो गरी काटेको प्याज, हरियो धनियाँ अनि हरियो खोर्सानी, त्यसै गरी स्वाद अनुसार नुन, कागतीको रस राखिसकेपछि तोरीको तेलमा मेथी, अदुवा, लसुन फुराउने। त्यसपछि चाहिँ मैले अलिकति च्याउ पनि राखेर एकैछिन भुट्छु है। अनि यो साँधेको मस्यौरामा टमाटर एकदमै मिठो हुन्छ, त्यसैले गर्दा 2वटा टमाटर बेसा राखेर थोरै यसमा पनि नुन राख्दा हुन्छ है। अनि यो टमाटर पाक्ने गरी एकैछिन भुटिसकेपछि ल हेर्नुहोस् त कस्तो राम्रोसँग पाकिसकेको छ। अब यसलाई चाहिँ मस्यौरामाथि राख्ने, त्यसपछि चाहिँ सबै सामग्री सबैतिर लाग्ने गरी मजाले मस्यौराको भित्रसम्म नुन, पिरो, अमिलो टक्क पसिसकेपछि यस्तो स्वादिलो बन्छ है। अनि मैले चाहिँ यसमा एउटा मेन इन्ग्रिडियन्ट